क्याप्टेन टफ लक फर्स्ट क्याप्टेन्सी पनि थियो होइन आज सुरुमा टसबाटै जब ब्याटिङ गरेर निर्णय अलिकति सरप्राइजिङ पनि थियो के आइडिया थियो कोच र मैले कुरा गर्दाखेरि अब विकेट अलि राम्रो छ क्युरेटरसँग पनि कुरा गर्दाखेरि अनि विकेट राम्रो छ भनेर कुरा गर्यो अनि त्यही भएर फर्स्ट ब्याटिङ लियो तपाईँको एक्सपिरियन्स फर्स्ट क्याप्टेन्सीको त्यो खबर पाउँदाखेरिको अनुभव र आजको गेमको त्यही दिन थाहा पाएको क्याप्टेन भएको त त्यही पनि ठिकै छ क्याप्टेन त अरू ठाउँमा पनि गरिरहेको सपोर्ट पनि गरिरहेको थिएँ मैले हरेक त्यस्तो उता छैन तर अब इन द एन्ड राम्रो आज खेल्ने म्याच राम्रो भएन सो त्यही फर्स्ट टाइम फ्लड लाइटमा खेल्दै थियो एनपिएलको जुन एक्सपिरियन्स थियो अब त्यति ब्याटिङमा त राम्रो थियो तर ओभरअल चाहिँ त्यो फ्यान्सहरूको अगाडि यसरी नेसनल टिम कलर्समा खेल्दाको एक्सपिरियन्स अभियसली अब फ्लड लाइट फर्स्ट इन्टरनेसनल गेम खेल्यो हामीले मेरै क्याप्टेनसिपको अगाडि एकदमै राम्रो लाग्यो जोस राम्रो भयो यो चाहिँ नेपालको चाहिँ अब फ्युचरलाई हेरेर चाहिँ यो टिम छनौट गरिएको भनेको छ तपाईँलाई क्याप्टेन्सी दिने निर्णय नयाँ नयाँ प्लेयरहरू पनि ल्याएको छ यो प्लानलाई चाहिँ कसरी